बाबु कता हो अगाडि अगाडि के देख्यो बाबुले के देख्यो मुनि ए मेवा ओहो मिसाङको फेभरेट पपाया पो रहेछ मेवा देखेको रे आको काँचो रहेछ बाबु पाकेपछि खाने हस् अर्को कहाँ छ मामाहरू छ कि यो चाहिँ हाम्रो पहिलाको घर यताबाट जाने हो यताबाट जाने यता आऊ 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 हेलो एभ्रिवान अहिले चाहिँ हामी तल फुलबारी जाँदैछौँ हाम्रो फुपूको घरमा त्यहाँ चाहिँ हाम्रो अनु बहिनीले बाबु पाएको छ अनि त्यही भेट्न जानु लाग्यो 1 महिना भयो क्या हो अनि खासमा हामी बेसरमा हस्पिटलमा जाने भनेको भेट्न तर त्यति बेला टाइम चाहिँ मिलेन सो हामी यता आएको बेलामा जाँदैछौँ है मिसा कसलाई भेट्न जाने हो रे बेबीलाई भाइलाई भन न भाइलाई ठुलो बेबी होइन सानो बेबी भन्नुहोस् त सानो बेबी है नभएर जाँदैछौँ म मिसाङ मम्मी दिदी अनि हाम्रो कान्छे आन्टी प्यारी पुरै हरियाली छ यहाँ चाहिँ बाबुले नि टोपी कति राम्रो देखेको जाम 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 हामी चाहिँ पुग्न लागिसक्यौँ यता बिस्तारै बिस्तारै बाबु आइया हुन्छ नि भाइलाई दिनुस् ल पैसा दिनुस् लाउनुस् भन ओ साप ब्रेड खाऊ हास भन न हाम्रो घर लाने है हाम्रो घर लाने हास भन न के दिने बेबीलाई के दिने बाबुको भुवा दिने एउटा भुवा दियो है हास दिने एउटा दिने कि दुईटा दिने भाइ बेबीलाई दिदी माया लाग्दैन यो पनि त्यस्तै थियो नि त मिसाङ ए बाबु आमाको दुध खुवाउँछ तिमी हामी चाहिँ घर फर्कियौँ अब अँधेरो भइसक्यो आप्पाले मिसाङ चाहिँ हाम्रो मिसाङ चाहिँ जति टाढा भयो नि हिँड्छ के बोक्नु पर्दैन एकचोटि बोक भन्दैन नि त दुःख दिँदैन है बलियो छ है मिसाङ बोकै भन्दैन त्यत्रो तल हिँडेर गयो हिँडेर आयो उसलाई त हिँड्न मजा लाग्छ नि त बाई गर्थ्यो बाबु बाई बाई आजलाई बाई बाई यता बाई गर न क्यामेरामा बाई 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 आज बाई बाई